नमस्ते एन्ड वेलकम छ साथीहरू। म चाहिँ अहिले मार्केटतिर जाँदैछु। जाँदै तपाईँहरूसँग चाहिँ एउटा सानो गफ गर्न मन लाग्यो साथीहरू। तपाईँहरू चाहिँ 2026मा चाहिँ तपाईँहरू बुल्गेरिया आउँदै हुनुहुन्छ भने तपाईँहरूले चाहिँ दुईवटा तिनवटा कुरा चाहिँ सम्झिनु होला साथीहरू। म तपाईँहरूलाई चाहिँ 1 2 3 भन्छु। तपाईँले त्यो कुरा चाहिँ सामान्य हो तर चाहिँ एकदमै महत्त्वपूर्ण छ, तपाईँहरूले सम्झिनु होला साथीहरू। फर्स्ट अफ अल त तपाईँको वर्क पर्मिट आइसकेपछि तपाईँले फर्स्टमा गर्ने भनेको चाहिँ तपाईँको कम्पनीको बारेमा चाहिँ राम्रोसँग बुझ्नु होला, के गर्छ कस्तो छ होइन, कुन ठाउँमा छ भन्ने कुरा चाहिँ तपाईँले गुगलमा गएर चाहिँ राम्रोसँग बुझ्नु होला साथीहरू होइन। दुईमा भनेको तपाईँले चाहिँ केही न केही चाहिँ आधारभूत भाषा होइन, बेसिक ल्याङ्ग्वेज चाहिँ तपाईँले सिकेर आउँदा चाहिँ एकदमै राम्रो हुन्छ है साथीहरू है त। अनि त्यसपछि 3 नम्बर भनेको तपाईँको चाहिँ हामी नेपालमा हुँदाखेरि चाहिँ तपाईँको मेन पावर एजेन्टहरूले चाहिँ अब युरोप जान पाउनु नै अब ठुलो कुरो होइन, भिजा लाग्नु नै ठुलो कुरो। त्यहाँ गइसकेपछि जे पनि गर्न मिल्छ, जहाँ पनि जान मिल्छ भनेर भन्छ नि साथीहरू, त्यो कदापि छैन। किनभने तपाईँको कतिपय ठाउँ यस्तो बिजोग भइराखेको छ कि कम्पनीले निकालिदिएको छ होइन, मान्छे कहाँ जाउँ त्यस्तो भइराखेको छ। अनि इलिगल भएर चाहिँ अब एकदमै बस्नु परेको छ क्या। सो त्यही भएर यो कुरा पनि तपाईँले राम्रोसँग बुझ्नु होला है त।